आदरणीय दर्शक वृंद नमस्कार। कोरोना विशेष में स्वागत करै छी। एहि कार्यक्रम में विभिन्न सरकार वाला निकाय के अलावा विभिन्न देश विदेश विभिन्न ठाउँ से विभिन्न व्यक्ति सब संग बातचीत करै छी। ई कोरोना रोकथाम आ नियंत्रण के प्रयास केना कऽ चलि रहल छै। एहि क्रम में आइ ऑस्ट्रेलिया में रहल एक गोटे से बातचीत करऽ जा रहल छी। विशेष कऽ ऑस्ट्रेलिया के जखन बात कयल जाय तऽ ऑस्ट्रेलिया में 103 गोटे के मृत्यु भेल छै। एकटा बात ई कहल जाइ छै कि कोरोना सबसे बेसी प्रभाव कोरोना के जे विकसित देश सब छै ओहि देश सब में बेसी पड़ल छै से देखल गेल छै। लेकिन ऑस्ट्रेलिया एकटा एहन देश छै जतऽ बहुत कम प्रभाव पड़लै, जबकि विकसित देश छै। ऑस्ट्रेलिया के सरकार कोन एहन स्ट्रैटेजी अपनौलकै जाहिसँ कि ओतऽ मानवीय क्षति बहुत कम भेलै, ओ विषय में चर्चा करब। एकर संगे जे नेपाली सब ऑस्ट्रेलिया में रहि रहल छै हुनका सबके अवस्था केना छै, केहन अवस्था में ओ सब रहि रहल छै, ओहो विषय में चर्चा करब। अखन प्रत्यक्ष जुड़ल छै ऑस्ट्रेलिया से प्रवीण चौरसिया, ओ एंटा एसोसिएशन ऑफ नेपाल तराई इन ऑस्ट्रेलिया के अध्यक्ष छथि। सबसे पहले हुनका स्वागत करै छी। प्रवीण जी, कार्यक्रम में स्वागत छ। धन्यवाद, नमस्कार। अब अस्ट्रेलिया को कुरा गर्ने हो भने त्यहाँ मानवीय क्षति अन्य ठाउँको तुलनामा कम भयो। विकसित देशहरूको कुरा गर्ने हो या जुन देश बढी प्रभावित भएका छन् त्यो प्राय विकसित देशहरू नै छन् हैन। अमेरिकाको कुरा गर्ने हो भने, स्पेनको कुरा गर्ने हो भने, या युके होस् हैन, या फ्रान्स होस् हैन। अस्ट्रेलियामा त्यहाँका जुन सरकार छ त्यसले के चाहिँ स्ट्र्याटेजी अपनायो जसले गर्दा कम मानवीय क्षति? अब अजयजी यसमा कुरा गर्दाखेरि अवश्य पनि अस्ट्रेलिया आजसम्मको डाटा अनुसार धेरै नै कम क्षति भएको, कोरोनाको कारणले धेरै नै कम क्षति भएको एउटा देशमा पर्छ। यसको मुख्य कुरो के हो भने समय हुँदै यहाँको सरकारले एउटा उनीहरूले स्ट्र्याटेजी अपनायो। कस्तो समय भने जस्तै लकडाउन गर्ने, जुन हामी कहाँ पनि अहिले भइरहेको छ, लकडाउन गर्यो र त्यो लकडाउनलाई कडाइका साथ पालना गरायो। र त्यसमा सबसे अब एकदम मुख्य कुरो के हुन्छ जस्तो लाग्छ भने मेरो विचारमा मान्छेले बुझ्नु पर्यो यो के हो र यसले कति घाटा हुन्छ, कति क्षति हुन्छ, मान्छेले बुझ्नु पर्यो। जनता आफू पनि एउटा जागरुक हुनु पर्यो। नत्र सरकारले भन्दैमा यदि जनताले नमान्दिने हो भने केही पनि हुँदैन हैन। र यहाँ सरकारले समय हुँदै जब बाहिरको देशहरूमा जब यो कोरोना बढ्न थाल्यो त्यतिखेरै लकडाउन गरेर बाहिरबाट आउने सबै बन्द गर्यो र आइसोलेसनमा राख्ने व्यवस्थाको लागि कस्तो व्यवस्था मिलायो भने यहाँको सरकारले जस्तै बाहिरबाट आउने मान्छेहरूलाई कस्तो व्यवस्था मिलायो भने एयरपोर्टबाट सबैलाई एयरपोर्टबाट ल्याएर सिधै क्वारेन्टाइन व्यवस्था मिलाएको होटलहरूमा लगेर राख्यो। र त्यो पनि सरकारले सबै आफ्नै खर्चमा गरेको। त्यसमा नागरिकलाई कुनै पनि अब पैसा तिर्नु नपर्ने सबै व्यवस्था मिलाएर त्यो सुरुकै दिनमा गर्यो। र त्यसले के फाइदा भयो भने बाहिरबाट जति पनि आउने संक्रमित जुन व्यक्तिहरू बाहिरबाट आए क्वारेन्टाइनमा बसे, क्वारेन्टाइनबाट उनीहरू हस्पिटलमा गए, उपचार गराए, घर फर्के। त्यसले गर्दा यहाँको जुन सोशल कम्युनिटी छ त्यसमा सर्न पाएन। मुख्य कुरो त्यही नै हो। यहाँको स्ट्र्याटेजी भनेको कुनै ठुलै रकेट साइन्स होइन, सिम्पल स्ट्र्याटेजी अपनायो जुन अहिले हाम्रो नेपाल सरकारले पनि गर्न खोज्दैछ। त्यही कुरा त्यो यहाँ सुरुमै गरियो। त्यसले गर्दा यहाँ संक्रमण कम देखिएको जस्तो मलाई लाग्छ। अब यसलाई नेपालको परिवेशसँग हेर्दाखेरि नेपालमा पनि सुरुमा त लकडाउन त एकदमै स्ट्रिक्टली लकडाउन गरिएको थियो हैन। र संक्रमणको कुरा गर्ने हो भने 2 महिनासम्म त खासै त्यस्तो संक्रमितको संख्या पनि नेपालमा थिएन। र जुन पछिल्लो समयमा हेर्ने हो भने वात्तै संख्या बढ्यो कि यसलाई कुन रूपमा लिनुहुन्छ? अस्ट्रेलियातिर हेर्ने हो भने त्यहाँ चाहिँ कसरी गरिएको थियो र अहिलेसम्म कसरी गरिदिएको छ हैन? किनभने त्यत्रो महिना भइसक्यो, 4-5 महिना नै हुन लागिसक्यो भनेपछि यतिका अवधिसम्म पनि अस्ट्रेलियाले त त्यसलाई निरन्तरता दियो नि त हैन। जुन चाहिँ स्ट्र्याटेजी अपनाएको थियो त्यसलाई निरन्तरता दिएको होला। नेपालमा चाहिँ अहिले चाहिँ वात्तै बढेको अवस्था छ भनेपछि कहाँ चाहिँ फरक पाउनुहुन्छ? फरक मलाई कहाँ छ जस्तो लाग्यो भने एउटा त हाम्रो घाटा के छ भने ओपन बोर्डर छ हाम्रो, हेर्नुहोस् हैन। अब मान्छेहरूलाई कन्ट्रोल गर्न यहाँको जति सजिलो नेपालमा अवश्य पनि छैन, ओपन बोर्डर भएको कारणले गर्दा।
अब न्युजमा अब हेरे अनुसार समाचारमा देखिए भने अनुसार सुने अनुसार अब राति मान्छेहरू बोर्डर पारीबाट भागेर आउँछन् भनेपछि के देखियो भने लकडाउन त सरकारले गर्यो तर पालना गर्दिने मान्छेले गर्दिएनन्, बुझ्दिएनन्। जबसम्म यो एउटा यस्तो रोग हो जबसम्म यो लाग्दैन तबसम्म मान्छेले यसको उनै बुझ्दैन कि कतिसम्म हानि पुर्याउँछ कतिसम्म क्षति पुर्याउँछ भन्ने नै मान्छेले बुझ्दैन। र यो अर्को एउटा समस्या के छ यो रोगको, जबसम्म तपाईले थाहा पाउनुहुन्छ कि तपाईलाई रोग लागेको छ तपाईले कतिजनालाई सारिसक्नुहुन्छ। र हामी कहाँ देखिएको मलाई त्यही लाग्छ, लकडाउन गरे पनि पालना गर्दिने व्यक्तिले बुझ्दिएन, समयमा गर्दिएन, त्यसले गर्दा हामी कहाँ बढ्दै गइरहेको छ। र यहाँ कस्तो छ भने समय अनुसार मान्छेले बुझ्दै गए, मान्छे आफैले पालना गर्दै गए सरकारले बनाएको नियमहरू। यहाँ पनि केही छन् व्यक्तिहरू जसले उल्लङ्घन गरेर उनीहरूले जरिवानाहरू तिरेको छन्। सरकारले ठुलो जरिवाना राखेको थियो, $11,000 सम्म जरिवाना राखेको थियो। त्यस्तो तिर्नेहरू पनि छन्, 6 महिना जेल जाने पनि छन् त्यो नियम कानुन पालना नगरिदिएर। यहाँ कम छन्, हामी कहाँ अलि बढी देखिए जस्तो लाग्छ मलाई। हजुर, भनेपछि तपाईलाई के लाग्छ 1 2 3 भन्दाखेरि तपाईँ चाहिँ के भन्नुहुन्छ? त्यहाँको सरकारले, अस्ट्रेलियन सरकारले चाहिँ के गर्यो? एउटा लकडाउन पूर्ण रूपमा पालना गरायो, अर्को टेस्टको कुरा, अरु के छ जुन चाहिँ जस्तै यहाँको कुरामा मुख्य कुरा लकडाउन समयमै गर्यो, कति पनि समय खेर नफालिकन लकडाउन समयमै गर्यो। र दोस्रो कुरा के गर्यो भने व्यक्तिहरूलाई कडाइका साथ पालना गरायो, त्यसमा जरिवाना राख्यो, जेल जाने कुरा गर्यो र त्यो गर्यो पनि, कडाइका साथ गर्यो पनि। जसले पालना गरेन उसलाई $11,000 सम्म जरिवाना पनि गरेको छ, 6 महिनासम्म जेल सजाय पनि गरेको छ। र तेस्रो कुरो विदेशबाट आउने जति पनि व्यक्तिहरू थिए या विदेशबाट भनौँ या यहीँ पनि फरक राज्यबाट यात्रा गर्ने व्यक्तिहरूलाई एयरपोर्टबाट समातेर सिधा गाडीमा राखेर लगेर आइसोलेसनमा व्यवस्था मिलाएको होटलमा लगेर राख्यो सरकारले आफ्नो खर्चमा। त्यो तीनटा चीज मुख्य कुरो हो। र सबै यहाँको एकदम अत्यावश्यक पर्ने बिजनेस बाहेक सबैलाई बन्द गरायो, सबैलाई बन्द गरायो। यहाँ वास्तवमा अहिले कस्तो रहेछ लकडाउन? लकडाउन भोलि कस्तो रहेछ? होइन, लकडाउन भोलिदेखि खुल्दै छ। लकडाउन भोलिदेखि मोटामोटी खुल्यो। अब स्कुलहरू खुलिसके, अब यो अघिल्लो हप्तादेखि स्कुलहरू खुलिसक्यो। यहाँको अब बच्चाहरूलाई राख्ने चाइल्ड केयर खुलिसक्यो। अनि के भन्छ अब अफिसहरू अब भोलिदेखि अब पार्सियल रूपमा अब होइन आंशिक रूपमा अफिसहरू पनि ठुल्ठुला अफिसहरू पनि खोले। कार्यालयहरूमा पनि कस्तो व्यवस्था मिलाएको छ भने यदि त्यहाँ 5,000 व्यक्तिले काम गर्छ भने 5,000 एकैचोटि फिर्ता नजाने, एक दिन 200 जना जाने, त्यस्तै गरेर व्यवस्था मिलाएर सबै अफिसहरू भोलिदेखि खुल्दैछन्। अब यहाँ बाहिर पनि 50 जना कति सम्म महिना भोलि जति भेला लकडाउन चाहिँ कति महिना जति रह्यो त्यहाँ खास? यहाँ झन्डै 2 महिना जति रह्यो। 2 महिना जति लकडाउन। अब लकडाउनको स्वरूप हो कस्तो खालको स्वरूप थियो? जस्तै अब नेपालमा हेर्ने हो भने नेपालका पहाडका क्षेत्रमा लकडाउन अलिक पालना भयो जस्तो कि अलिकति राम्रो देखिन्छ। मधेसतिर हेर्ने हो भने कतै न कतै अलिक खुकुलो भएको होइन, पालना त्यतिको नगरेको पनि भेटिएको अवस्था छ। तपाईलाई कस्तो लाग्छ यो अस्ट्रेलियामा जुन लकडाउन गरियो नि त्यो लकडाउन चाहिँ कस्तो रहेछ? त्यहाँ कस्तो गरियो? अब हेर्नु यो अब नेपालकै कुरा गर्दाखेरि नि अब यहाँको लकडाउन त धेरै कडा थियो। नेपालमा जुन अहिले अब हामीले सुनिरहेछौँ यहाँबाट बसेर कर्फ्यूको जस्तै लगाएको छ, यहाँ पनि झन्डै त्यस्तै नै थियो। तर यहाँ कर्फ्यू लगाएन, व्यक्ति आफैले समाचारमा हेरेर सरकारले यहाँको जुन अथोरिटीहरू छन् उनीहरूले दिएको जुन सूचनालाई फलो गरेर मानेर त्यो अनुसार गरिदिएको हिसाबले कडा त कडै थियो। हेर्नुहोस्, किनभने अब पहिला जस्तो अब खुला रूपमा पार्कमा जान नपाउने, बाटोमा हिँड्न नपाउने, बिना कारण बाहिर हिँड्न पाउने। अब सोधपुछ भएको खण्डमा यदि तपाईले कुनै एउटा राम्रो कारण दिन सक्नु भएन भने तपाईलाई जरिवाना हुने, जेल सजाय हुने सम्मको व्यवस्था यहाँ मिलाएको थियो, त्यो भयो। र मुख्य कुरो मैले भने व्यक्ति आफैले बुझिदिनु पर्छ कि यो के हो, कसको लागि गरेको हो। सरकारले आफ्नो लागि गरेको होइन, जनताको लागि गरेको हो हैन। हामी कहाँ जस्तै पहाड र मधेस। हजुर, अब पछिल्लो समयमा अब विभिन्न किसिमका यो विषयमा थ्योरीहरू पनि आइरहेका छन् हैन। अब अमेरिकाको कुरा गर्ने हो भने त त्यहाँ त लकडाउन नै घोषणा गरिएको छैन हैन। विभिन्न देशमा लकडाउन चाहिँ स्ट्रिक्टली पनि घोषणा गरिएको अवस्था छ हैन। जसले तपाईले अस्ट्रेलियाको कुरा गर्नुभयो हैन, अरू देशहरू पनि छन्, साउदी अरेबिया लगायतका देशहरू पनि छन् जहाँ चाहिँ स्ट्रिक्टली चाहिँ लकडाउन गरिएको अवस्था, कर्फ्यू नै लगाइएको अवस्था पनि छ हैन।
अ, हजुर भारतको कुरा गर्ने हो भने बिस्तारै खुकुलो गर्दै लगेको अवस्था पनि छ। लकडाउन चाहिँ कहिलेसम्म गरिरहने त? यो पनि गम्भीर प्रश्न त हो नि, होइन? के भन्नुहुन्छ? हजुर हो एकदम हो। लकडाउन कहिलेसम्म गर्ने हेर्नुहोस्, त्यो ठुलो समस्या हो एउटा। लकडाउन गर्नु पनि सजिलो छैन सरकारको लागि, किनभने त्यसमा पैसा खर्च छ, देश चलाउनु छ। अब आर्थिक सङ्कटको अब समय आइसक्यो, संसारभरिको कुरा छ। अस्ट्रेलियामा पनि भोलिदेखि खोल्नुको मुख्य कारणै त्यही हो। कति दिनसम्म यसरी बन्द गरेर राख्ने? कति दिनसम्म? यहाँ बेरोजगारी बढ्दैछ। कम्पनीहरूले यहाँ अब भनौँ न रोजगारी दिन सक्ने स्थिति छैन भनेपछि बेरोजगारी बढ्नु भनेको देशको लागि, राष्ट्रको लागि घाटै हो। त्यो सबै कारणलाई हेरेर जनतालाई यिनीहरूले धेरैभन्दा धेरै जागरुक बनाउन खोज्दैछ। धेरै फरक फरक त्यसको माध्यमहरू छन्, टिभी छ, रेडियो छ, पत्रिकाहरू छन्। त्यो त्यो होइन, त्यसलाई प्रयोग गरेर सरकारले जनताहरूलाई जागरुक गराएर सबैले आफ्नो लागि गरिदिनु पर्यो, यसरी यो चिज मानिदिनु पर्यो, यसरी बुझिदिनु पर्यो। अब यहाँ भनौँ न ट्रेनमा, बसमा हिँड्नलाई सबै चिज खोलेको छ, तर एउटा ट्रेनमा एउटा अब हाम्रो जुन डब्बा भन्छौँ नि, त्यसमा अब 300-200 मान्छे अट्ने छन् भने अहिले जम्मा 30 जना 35 जना मान्छे अट्ने व्यवस्था, टक्क त्यो सिटहरूमा व्यवस्था मिलाएको छ, यति यति फरकमा मान्छे बस्ने, हजुर, त्यो सबै भनेपछि कुरा तपाईँको मिलाएर। भनाइको निचोड हेर्दाखेरि निचोड चाहिँ यो भन्न सकियो कि लकडाउन चाहिँ लकडाउन त लकडाउन नै हो, होइन? यदि खुकुलो नै गर्ने हो भने र ओहोरदोहोर नै गर्नु परे पनि त्यो सोसियल डिस्टेन्सको कुरा हुन्छ, होइन? अरू चाहिँ प्रिकसनका जुन सामानहरू त्यो प्रयोग गर्नुपर्ने कुराहरू होलान्, होइन? भनेपछि त्यतातर्फ ध्यान दिनु पर्यो नि त। हजुर हो, एकदम जरुरी छैन भने बाहिर ननिस्कौँ। यहाँ गरिएको त्यही छ, व्यक्तिहरूले पालना गरिरहेछौँ, हामीले पनि त्यही गरिरहेछौँ। जबसम्म अत्यावश्यक छैन, घरबाट बाहिर निस्किन जरुरी छैन। अहिलेको टाइम भनेको त्यही नै हो। यसलाई सबैभन्दा सजिलो र एकदम रामबाण भन्छौँ हामी, त्यो भनेको त्यही नै हो। जबसम्म आवश्यक छैन, जानै पर्ने छैन, बाहिर घरबाट ननिस्कौँ। अरूको कन्ट्याक्टमा नआउँ, अरूको सम्पर्कमा नजाउँ, बाहिर निस्कौँ जरुरी छैन भने। यहाँ त्यही नै भइरहेछ, त्यही गरेर यहाँ कन्ट्रोल भएको छ, अरू केही पनि गरेको छैन फरक। हजुर, अब यो त लकडाउनको कुरा भयो। अर्को जुन छ एउटा चेकको कुरा, टेस्टको कुरा गर्ने हो भने टेस्टमा चाहिँ कतिको ध्यान दिन्छ अस्ट्रेलियन सरकारले? जुन यो कोरोना टेस्टको भन्नुभएको, हजुर हजुर। टेस्ट त एकदम यहाँ अब सुरुमा त अलिक गाह्रो थियो। यहाँको व्यवस्था अलिकति, यहाँको मेडिकल सिस्टम अब हामीको भन्दा अलिकति डिफ्रेन्ट छ, हाम्रो नेपालको भन्दा अलिक फरक छ, होइन? यहाँको मेडिकल सिस्टमको हिसाबले तपाईँलाई त्यस्तो कुनै किसिमको सिम्टम्स त्यस्तो कुनै देखियो भने तपाईँ डक्टरकोमा गएर चेक गराउनु, डक्टरले त्यसलाई प्रिस्क्राइब गर्नु पर्यो, डक्टरले सर्टिफाई गर्नु पर्यो, रेफर गर्नु पर्यो कि यो व्यक्तिलाई यस्तो यस्तो सिम्टम्स देखिएको छ, टेस्ट गरियोस्। त्यो भयो भने टेस्ट पहिला चाहिँ निशुल्क हुन्थ्यो, होइन? आफूलाई इच्छा लागेको छ, मलाई गराउनु मन छ भने मैले पैसा तिरेर गएर गर्नुपर्ने स्थिति थियो पहिला। तर अहिले के गरेको छ भने अब यो केसहरू धेरै नदेखिएको भएको केसहरू कन्ट्रोलमा आइसकेपछि चाहिँ अहिले के व्यवस्था मिलाएको छ भने यदि आफूलाई त्यस्तो किसिमको कुनै सिम्टम्स देखिन्छ भने आफूले गएर त्यहाँ डक्टरको अनुमति लिएर प्रिस्क्राइब गराएर टेस्ट गराउन पाइन्छ। त्यसमा सजिलो छ, यहाँ गाह्रो छैन, सजिलो छ त्यो। हजुर, अब यो आरडिटी र पिसिआर टेस्टको कुरा जुन गरिन्छ नि, त्यहाँ पिसिआर टेस्टलाई चाहिँ कतिको प्राथमिकता दिएको छ? होइन, यहाँ सबै यहाँ डक्टरले प्रिस्क्राइब गर्ने हो, यहाँ आफूले इच्छा लागेर केही पनि गर्न पाइँदैन। मलाई कुनै पनि किसिमको सिम्टम्स देखिएको छ भने म यहाँको लोकल डक्टरकोमा जानुपर्छ। डक्टरले केसको नेचर हेरेर उसले प्रिस्क्राइब गरिदिने हो, उसले लेखिदिने हो, उसले गराउने हो टेस्ट। त्यही भएर अब तर पेसेन्टले आफूले यहाँ त अस्पतालहरूमा त डक्टरले त रुगाखोकी लागेको रहेछ भने त भर्ना नै गर्दैन, उपचार नै गर्दैन नि त। त्यस्तो पनि अवस्था त छ नि, होइन, नेपालको सन्दर्भमा? हो, त्यो कुरा अब के हो भने त्यसको लागि चाहिँ म अलिकति के भन्छु भने हामी कहाँ हाम्रो सरकारले मोनिटर गर्न नसकेको जस्तो मलाई लाग्छ। यदि कोही डक्टर, कोही हस्पिटल, कोही डक्टर त्यो पेसामा आएको छ, प्रोफेसनमा आएको छ भने आफ्नो राजी खुसी त्यो प्रोफेसनमा आएको हो। आज कोरोना लागेको समयमा मैले कोरोना लागेको व्यक्तिलाई उपचार गर्दिनँ, म घर बस्छु भन्ने हो भने त्यसको लागि चाहिँ एउटा मोनिटरिङ सिस्टम चाहिँ गभर्नमेन्टले, हाम्रो सरकारले बनाइदिनुपर्छ। त्यो प्रोफेसनमा भएको मान्छेले नै हात उठाएर हिँड्न मिल्दैन, किनभने उसको प्रोफेसन त्यही हो। त्यसकारण हस्पिटलको काम के हो? रोगीलाई
उपचार दिनु गर्नु पर्यो, बिरामीलाई उपचार गर्नु पर्यो। हस्पिटलले आजको दिनमा म कोरोना लागेकोलाई म लिदिन भन्न मिलेन। त्यसको लागि चाहिँ सरकारले एउटा कडाइको साथ एउटा एउटा नियम कानुन बनाएर त्यो गराउने व्यवस्था मिलाउनु पर्यो। यो हजुर हाम्रो मोनिटरिङ सिस्टममा त्यो कमी प्रवीणजी, भयो जस्तो लाग्छ। त्यहाँ नेपालीहरूको अवस्था चाहिँ कस्तो रहेछ? नेपालीहरूको अवस्था पनि त्यति राम्रो छैन। अहिलेसम्मको आजको डाटा हो भने जम्मा 11 जना नेपाली संक्रमित भएका थिए, उहुँ, पोजिटिभ लागेको, जसमध्ये सबैजना उपचार भएर घर फर्किसकेका छन्। अनि त्यही भएर नेपालीको स्थिति त्यति नराम्रो छैन। तर अब जागिर गएर अब कोरोनाको कारणले अब जबको अब भनौँ न अब रोजगारीको समस्या भएर अब कोरोनाबाट घर त्यस्तो बसेर खासै स्वास्थ्यमा क्षति पुगेको त्यस्तो चाहिँ अवस्था छैन नेपालीहरूको लागि चाहिँ। यो राम्रो पक्ष भयो होइन? धेरै राम्रो हजुर। अब राहतको कुरो होला, त्यहाँ विद्यार्थीहरू पनि थुप्रै छन् होइन अस्ट्रेलियामा होइन? धेरै छन् धेरै हजुर छन् होइन? धेरै छन्। हजुर। प्राय विद्यार्थीहरू छन् त्यहाँ, नेपालीहरू धेरै पढ्न हजुर छन् त्यहाँ। भनेपछि विद्यार्थीहरूको अवस्था कस्तो छ, के भन्नुहुन्छ यसमा? विद्यार्थीहरूको अवस्था राम्रो छ त म भन्दिनँ, तर नराम्रो पनि छैन। किनभने स्वास्थ्यको हिसाबले सबै ठिक छ। अब रोजगारीको हिसाबले केही समस्याहरू देखिएका थिए, कम हुँदै गइरहेछन्। त्यसको लागि यहाँ धेरै सङ्घ संस्थाहरू छन्, नेपाली सङ्घ संस्थाहरू छन्, एनआरएन छ। सबै सङ्घ संस्थाले एनआरएनसँग यहाँको हाम्रो नेपाली राजदूतावाससँग मिलेर हामीले काम गरिरहेछौँ। जो पनि हाम्रो सम्पर्कमा हाम्रो जानकारीमा आएको जो पनि यो कोरोनाको कारणले जागिर गएर होस् या बस्ने व्यवस्था नभएर होस् या भनौँ अब स्वास्थ्यको कारणले होस् समस्यामा परेकोलाई हामीले हेल्प गरेको छौँ, सहयोग गरेको छौँ, हजुर, उनीहरूलाई अब राहत तपाईँको पुर्याएको छौँ। जानकारीमा कुनै त्यस्तो घटना या कोही भनौँ न त्यो पीडित बनेको नेपाली कोही त्यहाँ चाहिँ अहिले लकडाउनको बेलामा कोरोना सङ्क्रमण बढेको बेलामा त्यहाँको पीडित बनेको त्यस्तो कुनै घटना? घटना त्यस्तो खासै केही छैन, तर अब यो राहतको अभाव जसलाई मतलब भनौँ न अब खान बस्न अब विद्यार्थीहरूको भनेको अब काम गर्ने खाने बस्ने हो, सबैले गर्ने त्यही हो। अब जागिर गएर समस्या हुनेहरूलाई हामीले राहत उपलब्ध गराएको छौँ। हामीले नसके एनआरएनले गराएको छ, एनआरएनले नसके राजदूतावासले गराएको छ। हामीले सबैले मिलेर सबैलाई राहत उपलब्ध गराएको छौँ। हजुर, कसैलाई अब जस्तै खान तपाईँहरूको बस्न सङ्गठन भयो, एन्टा भयो, त्यसपछि एनआरएन भयो होइन? अब यी सङ्गठन हजुर चाहिँ नेपालीहरूलाई सहयोग गर्दा चाहिँ कसरी सहयोग गर्दै आएका छन्? अब उनीहरूलाई रकम दिएर सहयोग गर्ने हो कि त्यहाँ कस्तो छ? जस्तै नेपालतिर त राहत भनेको चामल, दाल, नुन होइन, तेल यसरी दिने हो होइन? अब अस्ट्रेलियामा चाहिँ कस्तो रहेछ? राहत दिँदा चाहिँ कसरी दिइन्छ र तपाईँहरूले चाहिँ कसरी दिनुभयो? हामीले राहत कसरी दियौँ भने यहाँ राहतको सबै किसिमको यहाँ हामीले सबैको आवेदन माग्यौँ, एप्लिकेसन माग्यौँ, एउटा फर्म भरायौँ सबैलाई। समस्या परेकोहरूलाई हाम्रो वेबसाइट छ, एनआरएनको वेबसाइट थ्रु, हामीले एम्बेसीको वेबसाइट थ्रु हामीले फर्म भरायौँ। र त्यो फर्मलाई एक्सेस गरेर कसलाई कस्तो किसिमको राहत चाहियो, जस्तै यहाँ कस्तो समस्या पनि देखियो भने बस्ने ठाउँ छैन। अब साधारण कुरा हेर्नुहोस्, अब विद्यार्थीहरू 4 जना 5 जना एउटा कोठामा एउटा घरमा बस्छ। अब यहाँको नियम अनुसार आइसोलेसनमा बस्ने हो भने सोशल डिस्टेन्सिङ मेन्टेन गर्नु पर्यो। कसरी मेन्टेन गर्ने? एउटा कोठामा 5 जना बस्छ भने एउटा घरमा भनौँ न अपार्टमेन्टमा 5 जना बस्छ भने कसरी सोशल डिस्टेन्सिङ मेन्टेन गर्ने? त्यस्तो समयमा यदि कसैलाई आवश्यक परेको छ भने हामीले बस्ने व्यवस्था मिलाइदिएको छौँ छुट्टै। होटलमा राख्नु परेको खर्चमा एनआरएन थ्रु होटलमा राख्ने व्यवस्था मिलाइएको छ। संक्रमितहरूलाई पहिला आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको छ। खान बस्न नपुग्नेलाई भन्न खोजेको के हो भने खाने व्यवस्था रासनहरू पुर्याइएको छ। बस्न ठाउँ नभएकोलाई बस्ने व्यवस्था मिलाइएको छ। तर जसलाई जस्तो चाहिएको छ त्यही अनुसारको हामीले सुविधा उपलब्ध गराइदिएको छौँ। खान बस्न बिरामी भएर उपचार गर्न नसकेको त्यस्तो सिचुएसन कसैलाई समस्या आएको छ भने त्यसमा हामीले त्यही अनुसारको सहयोग गरेको छौँ। हजुर, अब त्यसमा सबभन्दा बढी पीडित नेपालीहरू चाहिँ जो विद्यार्थीहरू छन् तिनीहरू चाहिँ बढी पीडित भएको अवस्था त्यहाँ छ तुलनात्मक रूपमा होइन? जसरी तपाईँले भन्नुभयो कि त्यहाँ समस्या त्यति खासै छैन, तैपनि जे जति समस्या आयो होइन त्यो समस्यामा चाहिँ सबभन्दा बढी विद्यार्थीहरू पढेका छन् या कोही जबलेस भएर होइन जागिर गएको अवस्था नेपालीहरूको को चाहिँ बढी समस्यामा देखिएका छन् तिनी? होइन, विद्यार्थी त त्यो त स्वाभाविक नै हो। विद्यार्थी त सबभन्दा बढी मारमा पर्ने नै हो जागिर गएपछि त। किनभने विद्यार्थीहरू भनेको यहाँ धेरै काम गर्न पनि पाउँदैन। अलिअलि भएको काम पनि गयो भने आर्थिक रूपले त उनीहरू मारमा पर्छन् नै। र त्यो भएको छ, धेरै भएको छ। अब सबैलाई भएको छैन,
किनभने यहाँ मैले भने नि कम्प्लिटली नेपालको जस्तो लकडाउन यहाँ भएन। अत्यावश्यक बिजनेसहरू सुचारू रूपमा चलि नै रहे, त्यसकारण त्यसमा काम गर्नेहरूको जागिर गएको छैन। तर अत्यावश्यक नभएको बिजनेसहरू बन्द भए, त्यस्तोमा काम गर्नेहरूको जागिर गयो र उनीहरूलाई आर्थिक समस्या पर्यो र त्यसलाई हामीले सहयोग गरेर उनीहरूलाई खान बस्न या स्वास्थ्य उपचार गराउनलाई त्यस्तो समस्या परेको खण्डमा हामीले सहयोग गरेर उनीहरूलाई यहाँ हामीले मद्दत गरेको छौँ। हजुर, अब जागिरै नै गएको त्यस्तो कुनै नोटिस कुनै घटना त्यस्तो कसैको जागिर गएको त्यस्तो धेरै छ। अब धेरै भन्न खोजेको कस्तो भने जस्तै अब यहाँ विद्यार्थी नै छन् होला, अब यो एनएसडब्ल्यू हाम्रो भनौँ न सिडनीमा मात्रै 50-60 हजार विद्यार्थी छन्। विद्यार्थीहरूले पनि त पार्ट टाइम जब गर्छन् नि हैन? हजुर गर्छन्। तिनीहरूले पनि समस्या एउटा, अर्को फेरि धेरै त्यहाँ जब गरिरहेका छन्। हजुर धेरै समस्या विद्यार्थीहरूलाई परेको छ, किनभने उनीहरूले काम गर्न पाउने एकदम लिमिटेड छ, कम समय काम गर्न पाउँछन्, त्यो पनि गएर गाह्रो त भएको छ। तर भने नि अब 60,000 विद्यार्थी मध्येमा अब 20,000लाई भयो होला हैन। अब हामीसँग एक्ज्याक्ट डाटा छैन, हामीसँग जो आयो फर्म भरेर हामीलाई जानकारी गरायो त्यति मात्रै हामीलाई थाहा छ। तर जागिर गएर विद्यार्थीहरूलाई समस्या परेको छ, अरूलाई पनि परेको छ, तर विद्यार्थीहरू अब फ्रन्ट लाइनमा छन्। हजुर, अब त्यहाँ विद्यार्थीहरूको कुरा गर्ने भने त्यहाँ त अत्यधिक सङ्ख्या विद्यार्थीहरू छन् हैन? अहिले के छ त्यहाँ कलेजहरू खुल्ने सबै भइसक्यो के छ? कलेजहरू सबै खुलिसकेका छैनन्। कलेजहरू अहिले सबै अनलाइन पढाइ हुँदैछ। कलेजहरू खुलिसकेका छैनन्, तर पढाइ पनि बन्द भएको छैन, अनलाइन चल्दैछ, सबै चिज चलिराखेको छ। अब बिजनेस भोलिदेखि सबै खुल्दैछन्, अब बिस्तारै बिस्तारै सबै सुचारू हुँदै गइरहेछ। अब समयले देखाउँछ, अब यो खुलेपछि फेरि कोरोना बढ्ने नबढ्ने अब समयले बताउँछ। अब यो राहतको विषयमा छ नि, अब जस्तै एन्टा भयो, अब एनआरएन भयो हैन? अब यी संस्थाहरू जुन चाहिँ नेपालीहरूको हक हितका लागि स्थापना गरिएका संस्था, सरकारकै तर्फबाट यहाँको अस्ट्रेलियन सरकारले चाहिँ के कति सहयोग त्यहाँका जनताका लागि जुन राहत दिइरहेको छ त्यो चाहिँ फरक छ, पृथक छ अरू जो विदेशी नागरिकहरू छन् तिनीहरूको लागि कि एउटै किसिमको राहत चाहिँ वितरण भएको अवस्था छ? छैन, एउटै छैन। त्यो अलि यस्तो छ, पक्कै पनि अब सरकारको अब दायित्व भनेको पहिले आफ्नो नागरिकलाई हेर्ने हो, कुनै पनि सरकारले गर्ने त्यही नै हो, यहाँ पनि त्यही नै भइरहेछ। तर राम्रो कुरो अब हाम्रो पक्षमा अब हाम्रो हिसाबले हेर्ने हो भने एउटा नेपालीको भनौँ न परिप्रेक्ष्यमा भन्दाखेरि एनआरएनले सबै सङ्घ संस्थाहरूसँग मिलेर राजदूतावासलाई एप्रोच गरेर नेपाली एम्बेसीसँग एप्रोच गरेर अस्ट्रेलियन गभर्नमेन्टलाई रिक्वेस्ट गरेर विद्यार्थीहरूलाई पनि धेरै सहुलियत दिलाएको छ। जस्तै उनीहरूको अब युनिभर्सिटीहरूसँग कुरा गरेर अब अलिकति ट्युसन फिस अलिक कम गराइदिने, सर्टेन पर्सेन्टेज केही रकम कम गराइदिने ट्युसन फीहरू, अनि अरू पनि सुविधाहरू कोही अब फर्किन चाहन्छ भने उनीहरूलाई फर्किने व्यवस्था मिलाइदिने, यहाँ समस्या परेको खण्डमा हैन अब सानोतिनो सुविधाहरू मिलाइदिने, त्यस्तो सानो सानो प्याकेजहरू धेरै ल्याएको छ। तर आफ्नो नागरिकलाई दिने विदेशीलाई दिने सुविधाहरू फरक छन्। हजुर, फरक भन्दाखेरि कस्तो किसिमको फरक पाउनुभयो तपाईले? अब धेरै फरक छ, अब धेरै नै फरक छ, त्यो त ड्रास्टिक फरक नै छ। अब पहिलो प्रायोरिटी भनेको अस्ट्रेलियन नागरिक नै हो हैन, त्यसकारण अब जहिले पनि अब लास्ट प्रायोरिटीमा पर्छ विदेशी नागरिकहरू। हाम्रो सबै भएको उनीहरूले पहिला हेर्दैन। जस्तै उपचार गर्न पर्यो भने अब हुन्छ यहाँ मेडिकल सिस्टममा सबैको इन्सुरेन्स हुन्छ हैन, इन्सुरेन्सले गर्छ। तर त्यस्तोलाई चाहिँ हामीले हेल्प गरेका छौँ सरकार थ्रु, र जो यहाँको नागरिक हो उनीहरूलाई अब यहाँको सरकारले गरेको छ। हजुर, अब राहतमा चाहिँ सरकारले दिएको राहत चाहिँ कस्तो छ? त्यो अब पैसा दिने हो कि कसरी चाहिँ राहत दिइरहेको छ सरकारले चाहिँ? सरकारले राहत दिने भनेको आर्थिक रूपमा नै हो। अब जस्तै अब जागिर कसैको गएको छ भने जागिर नजाओस् भनेर उसको अब सर्टेन अब यहाँ अब केही रकम तोकिदिएको छ। अब महिनाको यति पैसा सरकारले तलबको रूपमा दिने भनेर तोकेको छ। यहाँको नागरिकले जागिर अब कोरोनाको कारणले जस्तो जागिर गएको छ उनीहरूले त्यो रकम उनीहरूले मासिक रूपमा यहाँ हप्तामा चल्छ, हप्ता 2 हप्तामा त्यो पैसा आउँछ र आर्थिक रूपमै गरेको छ सहयोग। त्यसरी राहत उपलब्ध गराएको छ। अब अन्त्यतिर पनि आइसकेका छौँ। तपाईले के लाग्छ नेपाल गभर्नमेन्टलाई सल्लाह सुझाव त्यस्तो दिनु पर्यो भने जुन चाहिँ प्र्याक्टिस अस्ट्रेलियामा भइरहेको छ त्यो सम्भव छैन नेपालमा गर्न, किनभने स्रोत साधनको अभाव, गरिबी यावत कुराहरू छन् हैन? तर पनि नेपालसँग स्रोत भएको र इच्छा नभएको त्यस्तो पनि त हुन सक्छ नि हैन? भनेपछि
तपाईँले सुझाव दिनु पर्यो भने तत्काल नेपाल सरकारले चाहिँ के गर्नुपर्छ, किनभने सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्था छ। हजुर, मैले यो धेरै ठाउँमा यहाँ पनि भनिसकेँ, हाम्रो यो मिटिङहरूमा, हाम्रो धेरै ठाउँमा, हाम्रो यहाँ नेपाली अब आधिकारिक हाम्रो एम्बेसीसँगको कुराहरूमा, राजदूतसँगको कुरामा मैले धेरै ठाउँमा हाम्रो एन्टाको तर्फबाट मैले एउटा कुरा के राखेको छु भने अघि पनि मैले अलिकति भने छोटकरीमा, सबसे मुख्य कुरो सरकारले के गर्नु पर्यो भने एउटा कडाइका साथ एउटा यस्तो एउटा टेम्पोररी भनौँ न, अब त्यो संविधान संशोधन गर्ने मैले भन्न खोजे होइन कि एउटा सानो एउटा यस्तो रुल नियम कानुन बनाउनु पर्यो जसले जति पनि त्यहाँका स्वास्थ्य सम्बन्धी काम गर्ने डाक्टर, नर्स, प्याथोलोजिस्ट, मतलब स्वास्थ्य सम्बन्धी काम गर्ने जति पनि प्रोफेसनलहरू छन् सबैलाई एउटा कानुनी दायरामा ल्याउनु पर्यो जसले आफ्नो काम छोडेर भाग्न नपाओस्। जस्तै मैले एउटा साधारण, म वीरगञ्जको मान्छे हुँ, वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालको मैले अस्ति दयनीय स्थिति, किनभने त्यहाँ मैले काम गर्ने 2-4 जना मैले डाक्टरहरू मैले चिनेको हुनुहुन्छ, उहाँहरूसँग मेरो कुरा हुँदाखेरि कस्तो देखियो भने त्यहाँ कोरोना पेसेन्ट आयो भनेर डाक्टरहरू काममा नगइदिने, हस्पिटलमा नगइदिने, क्लिनिकहरू सबै बन्द छन्, कोही बिरामी छ, अलिअलि बिरामी छ भने ऊ हस्पिटल मतलब डाक्टरकोमा जान नपाउने, डाक्टर एभाइलेबल छैन, डाक्टर क्लिनिकमा बस्दिदैन, हस्पिटलमा बस्दिदैन भनेपछि के कोरोनाको समय आयो भन्दैमा कोही साधारण बिरामी छ, कसैको खुट्टा भाँचियो भने उसले उपचार गर्न नपाउने, पाउनु पर्यो नि। त्यो व्यवस्था सरकारले मिलाउनु पर्यो पहिलो कुरो। अस्ट्रेलियामा त्यही हो, यहाँको डाक्टर, नर्स, यस्तो प्याथोलोजिस्ट कसैले पनि जागिर छोडेर यो समयमा घर बस्न पाएनन्। यदि घर बस्यो भने तिम्रो लाइसेन्स रद्द हुन्छ भन्ने कुरा आयो, कोही घर बस्न पाएनन्। समस्या छ नि, यहाँ पनि त डाक्टर नर्सको बच्चा बच्चीहरू छन्, उनीहरूको पनि त समस्या छ नि, रिस्क छ नि, तर त्यस्तो बेलामा छोडेर भाग्न पाएनन्। नेपालमा त्यो व्यवस्था गर्नु पर्यो सबसे पहिलो। दोस्रो, आइसोलेसनमा राख्ने जुन व्यवस्था अहिले ल्याउने भन्दैछ सरकारले, होटलमा राख्ने, कहाँ राख्ने, यो कुरा अलि अगाडि गर्नु पर्थ्यो, ढिलै आयो राम्रो आयो, त्यो गर्नु पर्यो, तर कडाइका साथ गर्नु पर्यो। त्यही हो सबसे मुख्य कुरो नै, त्यही हो। मान्छेलाई बुझाएर, मान्छेलाई सम्झाएर बुझाएर हुन्छ या कडाइका साथ हुन्छ, आइसोलेट गराउनु पर्यो, सोशल डिस्टेन्सिङ मेन्टेन गराउनु पर्यो र संक्रमितलाई उपचार गरिदिनु पर्यो। यही 3टा नै चिज हो, यहाँ अस्ट्रेलियाले गरेको त्यति मात्रै हो। हस् त, धेरै धेरै धन्यवाद प्रवीणजी। धन्यवाद अजयजी। ल नमस्कार दर्शकहरू सबैजनालाई। दर्शकवृन्द, ओ छलथि प्रवीण चौरसिया ऑस्ट्रेलिया से, ओ एंटा एसोसिएशन ऑफ नेपाल तराई इन ऑस्ट्रेलिया के अध्यक्ष प्रवीण चौरसिया, हुनका से बातचीत करे छलिए कि ऑस्ट्रेलिया में जे हिसाब से बहुत कम मानवीय क्षति भेलै, ओतऽ के सरकार केहन स्ट्रैटेजी अपनौलकै आ ओहिसँ नेपाल सरकार के की सीखक चाही। तहिना ओतुका विद्यार्थी सबके, ओतऽ जे रहि रहल छै नेपाली सब, हुनकर सबके अवस्था केना छै, यावत विषय में बातचीत करे छै। बेस त कोरोना विशेष से विदा लै छी। नमस्कार।